आज चाहिँ हामी रौता जान आँट्दैछौँ, त्यो पनि हाइकिङ गर्दै। हेलो एभ्रिवान, के छ त खबर? सबैजना सन्चै हुनुहुन्छ होला? अहिलेको चाहिँ बिहानको 10 बजे म र शैली चाहिँ जाँदैछौँ अर्को साथीलाई लिन। उसको घर पनि त्यति धेरै टाढो त छैन, उसको पनि बजारतिरै हो। र अहिले चाहिँ हामी सिटी सवारमा चढेर जाँदैछौँ सबैजलाई लिन। र यो सिटी सवार चाहिँ भर्खरै भाइले किनेको रहेछ र हामी चाहिँ अब यही भाइकोमा जान आँट्दैछौँ। केटाहरू चाहिँ पछितिर गएर के किनिरहेको थियो र म चाहिँ यहाँबाट भिडियो बनाएको थिएँ र कोकहरू चाहिँ ल्याएर चाहिँ यहाँ बसिरहेको थिएँ म चाहिँ एक्लै। अब केटाहरू पनि चढिसक्यो अनि त्यसपछि हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। यो कोका कोला चाहिँ हामीले दुइटा लिएर गएको थियौँ, गर्मीमा लास्ट छ नि त, त्यही भएर अब गर्मी भएकोलाई चाहिन्छ भनेर लिएर गयौँ। हामी जलजली हुँदै चुहाडे भएर मुर्कुचीसम्म पुग्यौँ। मुर्कुचीको पसल रम्पम र पानी किन्न थाल्यो र म चाहिँ यहाँ भिडियो बनाउँदै हेरेको थिएँ मुर्कुचीको भ्यूहरू कस्तो रहेछ भनेर। र भ्यू चाहिँ यस्तै राम्रो, मतलब घामहरू भएर चाहिँ टल्किरहेको थियो। हामी चाहिँ खोला तडेर जानुपर्ने हुन्छ, केटाहरू चाहिँ तर्सेको थियो र म पनि बिस्तारै बिस्तारै पछाडिबाट आइरहेको थिएँ। र हामी यता मुर्कुचीको चाहिँ भ्यू हेर्दै गएर थियौँ, कस्तो राम्रो देखिरहेको थियो घामले लागेर। त्यसपछि चाहिँ हामी उकालोतिर लागेर चाहिँ हाइकिङ हाम्रो सुरु भएर केटाहरू पनि गलेर यस्तो भइसक्यो थियो, घाम चाहिँ लास्टै नै चर्को लाग्यो। भिड फेरि हेर्नुहुन्छ नि यस्तो गहिरो थियो नि, वान मिस गेम फिनिस भन्छ नि, त्यस्तै भयो थियो हाम्रो चाहिँ। गर्मी भएर चाहिँ यस्तो भयो थियो, म त कपडा टाउकोमा ल्याएर हिँड्न थिएँ किनकि चर्को न चर्को घाम लागेर चाहिँ हिँडिरहेको थियौँ हामी। र हामी माथि आएर चाहिँ रोडको छेउमा बस्यौँ, लास्टै गलेको थियौँ र त्यही भएर चाहिँ कोका कोला र पानी खाँदै बस्यौँ उतातिर। त्यसपछि फेरि हाम्रो चाहिँ आफ्नो गन्तव्य पुरा गर्नलाई लाग्यौँ र बाटोमा जाँदा जाँदा एउटा ठाउँमा चाहिँ हामी बस्न थाल्यौँ र त्यहाँ चाहिँ अलिक शीतल भएको कारणले चाहिँ बस्यौँ। पानी खोजेको तर पानी कतै पनि हामीले पाएनौँ र बौतारी चाहिँ बसिरहेको थियौँ। बल्ल बल्ल हामी गाउँमा छिरेर चाहिँ पसल रहेछ त्यो घरमा चाहिँ, त्यसपछि हामीले चटपटेर अर्डर गऱ्यौँ र त्यसपछि पानीहरू चाहिँ त्यहाँ धारा रहेछ र बोतलमा भएर चिसो पानी चाहिँ त्यहाँ मुखहरू धोएर चाहिँ हामी बस्यौँ। अनि त्यसपछि हामीले खाजा खान थाल्यौँ, थाकेको पनि थियौँ, भोक पनि लास्टै लागेको थियो र गमकी गम हामीले खान थाल्यौँ। अनि त्यसपछि चटपटे पनि ल्याइदिनु भयो, अनि चटपटे पनि हामी खान थाल्यौँ। अनि त्यसपछि चाहिँ हामी आफ्नो गन्तव्यतिर फेरि लाग्न थाल्यौँ। अनि हामी अर्को घरमा गएर फेरि मुखहरू धुन थाल्यौँ। गर्मी चाहिँ लास्टै, तर यहाँको पानी पनि यस्तो चिसो थियो नि, लाग्छ कि स्वर्गै पुगे जस्तो भएर थियो हामीलाई चाहिँ। त्यसपछि फेरि हामी अर्को ठाउँमा गएर चाहिँ रेस्ट गरौँ, यहाँ चाहिँ भ्यू हेर्दै कस्तो राम्रो देखिरहेको थियो। र खाजा पनि हामी खाएपछि चाहिँ फेरि अर्को गन्तव्यतिर लाग्यौँ। अनि हामी रोतामा पुग्यौँ भनेर चाहिँ कुरकुरेको पुरा माला लगाइरहेको थियो यो चाहिँ। त्यसपछि हामी खाँदै खाँदै गयौँ रुम खोज्दै, र रुम चाहिँ हाम्रो यो थियो। र अहिले अँधारो भएर चाहिँ बत्ती बालेपछि चाहिँ तिनवटा हाम्रो यहाँ खाट थियो, तिनजनाले सुहाउने। र आएपछि चाहिँ हामी ब्याग स्याग राखेर एकछिन ढल्क्यौँ किनकि लास्टै गलेको थियौँ। र त्यसपछि चाहिँ हामी फेरि बाहिरको चाहिँ भ्यू हेर्न गयौँ, कस्तो दामी देखिरहेको रहेछ त्यहाँ चाहिँ। चारैतिर पहाडको बिचमा घरै घर भएको थियो र कस्तो रमाइलो लागिरहेको थियो। हामी चाहिँ भ्यू हेर्दै कस्तो रमाइलो मानिरहेको थियो। र यो मेरो चाहिँ फर्स्ट टाइम हो रौता आएको, नभए अहिलेसम्म आएको थिएन, त्यही भएर चाहिँ मलाई लास्टै रमाइलो। प्लस यहाँ चाहिँ अलिक जाडो पनि टाइप हो र त्यही भएर चाहिँ हामीले हुडीहरू लगाएर आएको थियौँ धन्नले यहाँ। त्यसपछि चाहिँ गयौँ हामी पसलतिर खानेकुराहरू लिनलाई किनकि भोक पनि लागिसक्यो अनि राति पनि भइसकेको छ नि त, खानालाई खानु त पर्यो। रुममा आयो, रुममा चाहिँ सबजना आफ्नो आफ्नो फोनमा व्यस्त अनि म पनि यहाँ भ्लगिङ गर्न व्यस्तमा थिएँ। त्यसपछि चाहिँ हामीले चाहिँ चटपटे एक्सट्रिमहरू चाहिँ खान थाल्यौँ। खाने बेला भयो, त्यसपछि हामी तिनजना मिलेर चाहिँ खाना खान थाल्यौँ। त्यो चाहिँ कस्तो लाग्यो